श्री 5 सरकारले हामीलाई हाम्रो पुर्खालाई सिधा 10 वर्षदेखि उँभोको अनि 9 वर्षदेखि उँधोको बिरुवा हामी तल बराहा क्षेत्र 17 थुम बराहा क्षेत्रमा पाल्यो। संयुक्त राष्ट्र सङ्घले हामीलाई हाम्रो पुर्खाहरूलाई यो जति मास किराँतको आफ्ना अड्डा, हाम्रो अड्डा चाहिँ 17 थुम बराहा क्षेत्र भन्ने तल बाला क्षेत्र पनि भन्छ, बारा क्षेत्र हो। अनि त्यहाँ हाम्रो पुर्खाहरू जहाँ जहाँबाट त्यो 9 वर्षको उठाएर संयुक्त राष्ट्र सङ्घले लगेर तल अड्डामा पाल्यो। पालिसकेपछि फेरि हामी 10 भाइ नै आफ्ना आफ्ना जहाँबाट लग्यो त्यहीँ हाम्रो पुर्खाहरूलाई फर्काएर ल्याउँदा हाम्रो 10 भाइ मध्येमा हामी छेम्सी ताम्सी यहाँ 1 भाइ छौँ। अनि यता खालिङले 3 भाइ, अनि थुलुङले 4 भाइ, अनि नाच्छिरीले 5 भाइ, अनि उता जिरेर सुरेर 6 भाइ, अनि सुनवार दनुवार 7 भाइ, अनि अम्बुलेले 8 भाइ, तल चाम्लीले 9, बान्ताले 10 भाइ हामी हो। 10 भाइ मध्येमा हाम्रो पुर्खाहरू चाहिँ अगाडि नै यहाँ छेम्सिङ भन्ने कान्छो अगाडि आयो यहाँ हुलुसम्म। अनि जेठो चाहिँ बिस्तार पछि तल राखोलासम्म आइपुगेको थियो आफ्ना। नि पछि यहीँ नै सबैले तलतिरका जग्गा आफ्ना आफ्ना पासमा गर्दै 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 ल्याउँदा हामी चाहिँ यहाँ हाम्रो पुर्खा छेम्सी र ताम्सीको बाजे चाहिँ कुर्सी हो। अनि कुर्सीको सन्तान हुनाले हामी कुलुङ पनि हो। कु भनेको चाहिँ पानी हो, लुङ भनेको ढुङ्गा हो। अनि हामी कुलुङ, ठुलुङ, खालिङ, यसरी चाम्लिङ 10 भाइको चाहिँ त्यही बाटो चाहिँ छुट्दै गएको हामी 10 भाइको सन्तान हामी छौँ, खालिङहरू समेत सबै। अनि तर हाम्रो कुरा चाहिँ 10 कुरा भएको हुनाले अहिले हामी अब सरकारले भने जस्तो आफ्ना अड्डा अदालतमा राख्नु सकिएको छैन। तर पछि केही मिलामत गरेर हामी राख्न सकिन्छ होला हाम्रो पछिको भावी सन्तानहरूले भन्ने हामी आशा छ। अनि हामी कुलुङहरू यहाँ मात्रै नभएर यहाँ चाहिँ हाम्रो पहिलाको अब बसोबास हो। यहाँबाट छुटेर गएको भोजपुरमा पनि हाम्रो अक्राके कुलुङ, तेन्ताममा कुलुङ भन्ने दाजुभाइहरू छन्। अनि यहाँबाट नै फेरि बसाइ गएको 6 नम्बर भन्ने उता सङ्खुवा सभामा पनि थुप्रो हाम्रो कुलुङ्गेहरू छ। अनि धारान उतातिर पनि देवी गाउँ भन्छ, त्यतातिर पनि धेरै हाम्रो कुलुङ्गेहरू हामी कुनामा भएको हुनाले एकै ठाउँ हामी छौँ न। यहाँ ठाउँ नभएको हुनाले हाम्रो पुर्खाहरू टाढा टाढा निस्किँदै गएर धेरै हाम्रो पुर्खाहरू 6 नम्बरमा पनि छ। त्यहाँबाट बसाइ गएको सिक्किम दार्जिलिङतिर पनि हाम्रो कुलुङ्गेहरू छ। त्यही कारण हामी चाहिँ यसो यो कुना ठाउँमा बसिरहेका छौँ आफ्नो ठाउँ। छिस्काममा 80-85 जति नै होला हाम्रो अब सङ्ख्या। किनभने यहाँ त क्षेत्री बनाएको छैन। 52 त झन् कुरै नगर्दा पनि भयो। क्षेत्री चाहिँ तल साड्डीमा 2-4 घर छ। अनि सबै कुलुङ्गे नै हो। अलिअलि कामीहरू छ, अनि दमाईहरू अलिअलि छ, शेर्पाहरू अलिअलि छ। र समथिङ हामी 85% कुलुङ मात्रै छौँ यहाँ। पेलमाङमा पनि त्यस्तै होला। पेलमाङमा पनि कुलुङहरू नै तल्ल छ। पेलमाङहरू चाहिँ अलिक माथि र बुङ आदिमा त्यही पनि हाम्रै अब शाखाहरू नै हुन्। 10 भाइभित्रको नै हुन्। सबै हाम्रो पुर्खा खम्बु र लिम्बूको दाजुभाइ 2 जना छुट्दाखेरि लिम्बू र खम्बुको हाम्रो साझा अंश चाहिँ उता मेचीदेखि पश्चिम, उता ताँबाकोसीदेखि यता पूर्व, सगरमाथा दक्षिण, तल अब यो राजमार्ग तेर्सो उत्तर। हामी यतिभित्र एउटा पुर्खाले पहिला बाँड्दै ल्याउँदा अंश पाएको। 2 भाइ फेरि लिम्बू र खम्बु हाम्रो पुर्खाहरू छुटिँदाखेरि हामी चाहिँ खम्बुको सन्तान हो।
अनि यता 10 भाइ अनि लिम्बूको सन्तान उता छ। लिम्बू र खम्बू बाँड्दाखेरि हाम्रो अंश चाहिँ अब खम्बूको अंश चाहिँ अरुण पश्चिम अनि उता ताँबाकसी पूर्व, सगरमाथा दक्षिण, गाईघाट उत्तर हाम्रो खम्बूको अंश पर्यो। अनि त्यो अनि उता लिम्बूको पनि त्यस्तै मेचीदेखि यता पश्चिम अनि अरुण पूर्व। त्यसरी चाहिँ हामी पुर्खाहरू छुट्दै आएको भर्खरको कुरा हो। तर हामी चाहिँ पहिलाको श्रीपा सरकारले हाम्रो इतिहास पढ्न नदिएर लुकी हामी लुकेर पढेको हुनाले अहिले सबैले खोजी गर्छ। पहिला त ज्याल लगायो हरेक हाम्रा भाषा बोल्दाखेरि पनि मान्छे खाने कुरा नगर भन्ने त्यति थियो। हामी केही गर्नु नदिएको श्रीपा सरकारले। अहिले चाहिँ किन हो थाहा छैन। सबैले चाहिँदो रहेछ आफ्ना भाषा, आफ्ना संस्कार संस्कृति चाहिँदो रहेछ। हामी आफ्ना संस्कृति पहिलाको के लायो, के खायो, के गर्यो त्यो पनि सोध्नु आयो। अस्ति 3 दिन बस्यौँ हामी। त्यही कारणले अब आइराखेको छ। हामी कुलुङहरू पहिला संसार ध्वस्त भएर पछि हाम्रो अहिले संसारको बिउ बिजनहरू मान्छे सबै रहने चाहिँ हाम्रो यो कुलुङहरूको क्षेत्र यो सगरमाथा भन्दा पनि यता चुमुलुङमा हिमाल यो चारपाटे हिमाल हो। हाम्रो संसार ध्वस्त हुँदाखेरि हाम्रो पुर्खाहरूले काठको अहिले चाहिँ भन्छ अब तल पानी जहाज भन्छ, काठको घर बनाएर संसारको सबै 12 वर्षको पृथ्वीभरिको मानिसहरूको बिउ रहने ठाउँ हाम्रो यो चारपाटे हिमाल हो। त्यही कारणले हामी त्यहीँकै पुजारी। हामी लुङ भनेको पहाड ढुङ्गा नै हुन्। अनि हामी चाहिँ यहाँ चारपाटे हाम्रो पुर्खाहरूको पुजारी लुङ ढुङ्गा माटो पानीको पुजारी हुन्। त्यही भएर हामी अहिले यहीँबाट नै हाम्रो पुर्खाहरू त्यहाँ चारपाटेबाट निस्केर चाहिँ मङ्गल देशबाट त्यहाँ एउटा काठको घर बनाएर त्यहाँ पृथ्वी सबै 2 फप्लेट भएर डुब्दाखेरि चाहिँ हामी संसारको मानिसहरू त्यहाँ बाँचेको हुनाले टाढोको मान्छेहरू आउनुहुन्छ। टप लिने अरे भन्नुको अर्थ कुन डाँडाबाट यो घर देखिन्छ। अनि यो हाम्रो माथिको हिमाल त्यहाँ अनि टक्क तपाईँ जस्तै दूरबीनले चाहिँ नक्सा खिचेर म पनि घर पुगेँ आफ्नो मूल घर भनेर संसारको मूल घर पहिला सृष्टि ढलेर पछि राज्य गरेको हाम्रो 12 वर्षको पुर्खाहरूले चाहिँ यो महाकुलुङ हो। हजुर बाजे, अब यो छेसकाम भनेको छ हैन? हजुर, छेसकामको अर्थ के हजुरलाई जान्छ? छेसकाम भन्नुको अर्थ अघि नै भने अब हाम्रो पुर्खाहरूको नाम हो छेम्सी र छेसकाम। छेम्सी कान्छो, छेसकाम जेठो, जुम के अरे यो उसको कुर्सीको छोराहरू 2 भाइ। त्यस कारणले अब कुलुङ भन्नु चाहिँ अब पछि यो उसबाट पानी र ढुङ्गाबाट चाहिँ पुजारी हुनाले कु भनेको पानी हाम्रो भाषाबाट सोध्नु। उता खालिङले पनि आफ्नो संस्कार पहिलाको भाषाबाट कु नै भन्छ, ठुलुङले पनि कु नै भन्छ। अनि लुङ सबैले ढुङ्गा, पहाड ढुङ्गा। अब मान्छेले पुर्खाहरूले चाहिँ अब आशीर्वाद दिँदाखेरि नै पहिला अब ढुङ्गा खप्या जस्तो खपिनु भन्ने। त्यस्तै गरी हामी त्यसरी हामी उहिलेदेखि बस्दै आएको। अनि कुलुङहरूको उद्गम स्थल भनेर पेलमाङलाई भन्दो रहेछ हैन? चारपाटे हिमाल चारपाटे चाहिँ हो कि क्या हो कि कसो? संसार ध्वस्त भयो। तपाईँहरूले त म त पढेको छैन, मेरो त टुडा हो। 4 वर्षको आमाले छोड्यो, तर मैले 6 महिना प्रौढ पढेको। जर्मनीले यहीँ पञ्चायत घरमा पढाएको। तर पहिलाको हाम्रो इतिहास श्रीपा सरकारले पढ्नु दिएन, नमेत बनाएर हामी किराँत हौँ। किराँत भनेको विश्व, हामी सबै संसार, कोही तल कोही माथि हामी भन्दैनौँ। अहिले चाहिँ किनभने राजनीतिक धर्ममा लडाइँ गर्नु लाउँदा नभएर अहिले फेरि राजनीतिकमा पनि लडाइँ। कोसँग लड्ने, को मार्ने? विश्व हाम्रै दाजुभाइ हो।
हामी त भन्दै गयो भने त्यही त्यहाँबाट बाँचेर अब चारपाटे हिमालमा त्यसरी 150 दिन हाम्रो पुर्खाहरू त्यहाँ बसेको। त्यहाँबाट पानी सबै तल गइसकेपछि त्यहाँ निस्किँदाखेरि जमिनदेखि हाम्रो पुर्खाहरूले खाए। एउटा बाजे एउटा बजु, 3टा बाउ 3टा आमा, त्यतिले अहिले जति जसले जे भने पनि बिउ बिजनहरू मानव जाति र यो पशु प्राणीहरू एउटा घरमा त्यहाँ उनीहरूले पृथ्वी सबै 2 फोप्लेटो भएर 1 फोप्लेटो महाभारत पहाड तल होच भनिन्छ, 1 फोप्लेटो माथि डाँडा, अनि सबै डुब्दै डुब्दै जाँदाखेरि त्यो हाम्रो बाजेको घर माथि 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 उठाउँदै लाँदा नेपाल पृथ्वीको धुरी बन्छ नि। हो त्यहाँ हामी संसारको जति खाने चिज लोकल भनेको मानिसहरू जवा जन्तु सबै त्यो एउटा घरमा हामी बाँचेको। त्यहाँ बसेपछि अब भन्दै लैजाउँ न, अहिले भनिसकेपछि अब त्यहाँ 150 दिन हाम्रो पुर्खाहरू बसेपछि अब सबै 150 दिनपछि चाहिँ हाम्रो भूमिमा निस्क्यो। भूमि देख्यो नि त, पानी सबै गयो त। देखेपछि ल अब हामी निस्कौँ। अब निस्किएपछि अब केही कुरा गरौँला भन्दाखेरि निस्किएपछि चाहिँ फेरि उनीहरूलाई पानी चाहियो नि। हो पानी चाहिएपछि उनीहरू घुँडा टेकेर भूमि विष्णु भगवान, अब पानी बेगर त हामी त बाँच्नु सक्दैन। न जवा जन्तु मात्रै, न यो रुख वृक्ष मात्रै, न मानव मात्रै, सबैलाई पानी चाहिने हो भनेर उनीहरूले प्रार्थना गर्दाखेरि धरती माताले पानी सिम 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 दिनु थालेपछि उनीहरूले पोखरी बार्दै 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 लगेर 5वटा पोखरी हाङ्कु खोला भनेको चाहिँ हाङ होङ, शेर्पाले पनि होङ, मेनेपेमे होङ भन्छ, हामी पनि होङपा होङमा भन्छौँ। उनीहरूले पहिला पानी खाएको हाङ्कु खोला, हाङ्कु अहिले गुमा ल्यायो फेरि, तर त्यो गु होइन, हाङ्गु होइन, हाङ्कु कु राजाले, संसारको राजाले खाएको पानी हाङ्कु खोला। अनि यहाँ यो आउने घरदेखि पल्लोपट्टि अब 5वटा पोखरी, अनि यो घर त पछि अब बिर्सिन्छ कि भनेर यहाँ आएर दोस्रो 5 पोखरी, यहाँ आएर माथि आएर पनि फेरि पानी मागेर पोखरी बनाउँदै बनाउँदै लगेर उतापट्टिको सिरानमा सेती पोखरी भन्छ, यहाँको चाहिँ ताँबो पोखरी भन्छ, अनि उताको हाङ्कु, यताको पनि युङ्खु, यसरी 10वटा पोखरीले त्यो हाम्रो घर चाहिँ घेरिराखेर उनीहरू अब कहाँ जाने भन्दाखेरि अब चाहिँ हामी फेरि मङ्गल देश नै घुम्ने फिर्ने भनेर आउँदा आउँदा अहिले त्यहाँ रहेछ माथि चुच्चे ढुङ्गा देखिन्छ। घर सर कहीँ थिएन, अनि हामी जुगतुसको भन्छौँ आफ्नो भाषाबाट, सत्यजुग बसेको हुनाले त्यहाँ माथि त्यहाँ आएर बसेछ हाम्रो पुर्खाहरू। त्यहाँ 8जना सबै पशु प्राणी अब जति जङ्गलमा कोबटुल्याएको जङ्गलमै छोडे, आफ्ना गाउँघरको चाहिँ आफ्ना पासमा ल्याएर आउँदा त्यहाँ बास बसे हाम्रो पुर्खाहरू। त्यहाँ 8जना त्यहाँ बास बसेपछि यताउता यसो हेर्दाखेरि चट्ट यो छिस्काम चाहिँ महाकुलुङ चाहिँ अलिकति सम्म देखेछ। तल गएर चाहिँ हाम्रो आमासँग भेटिन्छ होला, तल गएर केही समय बस्ने भनेर उनीहरू यहाँ आएर यहाँ पनि पानी मागे नि त, फेरि पानी त चाहियो नि। तल धृति भन्छौँ, त्यहाँ यस्तै चौरमा पानी मागे, बल 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 पानी आएर त्यहाँ पनि पोखरी एउटा, माथि 10वटा, अनि यहाँ एउटा, अनि पोहोर अहिले चाहिँ गिरान बनाएको छ पहिरोले भरेर, त्यहाँ 2टा, यहाँको यो तेर्छो खेतबारी छ, बाँझो भइसक्यो खेतबारी थियो, यहाँकोले 3टा, अनि यहाँ यो माथि उनीहरूको बास बस्ने घर चाहिँ यो माथिको हो, देवीटा थप्लङ थान, यो माथिको। पहिला त ओडार मात्रै थियो, अहिले चाहिँ अब यसो झ्याउस्याउ उम्लेर रुख वृक्ष निस्क्यो, अनि देवी थान भनेर संरक्षण गरेर चाहिँ त्यहाँ अहिले, अनि त्यहाँ उनीहरू बसेर त्यो माथि पनि पोखरी थियो, अहिले सुक्यो, अनि यो माथि झुपुक्क अलिकति रुख रोपेको देखिन्छ, त्यहाँदेखि पल्लोपट्टि चाहिँ बुर पोखरी भन्छ, त्यो मात्रै सुकेको छैन, बुर पोखरी भन्छ। त्यहाँ चाहिँ हामी अहिले माथि जानु नसक्ने, यो 5 पोखरी माथि हिमाल जानु नसक्नेहरू तिनै हामी दर्शनमा जान्छौँ। अब त्यसै गरी अब हाम्रो पुर्खाहरू यहाँ धेरै समयसम्म बसे, उनीहरूको घर यहाँ वडा राम्रो छ यहाँ माथि,
माथि ओढार अहिले पनि अहिले छ। अनि त्यहाँ लामा आएर आँगनमा फेरि गुम्बा बनाउनु भनेर घरहरी अलिकति खारेर मजाले समाएर फेरि बेलुका घर आउँदाखेरि माथिको उसको सिक्वा जति ढुङ्गा खसेर माथिबाट उता जाने ठाउँ छ। त्यहाँ बसेर यिनीहरूको अब यो सबै 5वटा पोखरी न उसको छोराहरूको जेठाको पोखरी हुङ्कुक हाङ्कुकको शिरमा, माइलाको युङ्कुको शिरमा, कान्छाको छेस्काममा यहाँबाट बसेर हाम्रो पुर्खाहरू सबै अब बसे। अलि उता जाऊ चौरै चौर छ, उता जाऊ चौरै चौर छ। उनीहरूको खेल्ने बस्ने ठाउँ हुन्। तर हाम्रो कुलुङको मात्रै होइन, संसारको सबैको हो हाम्रो पुर्खाहरू। अनि डुङ्गाइदिउँ न त होइन। अनि त्यो संसारका हाम्रो पुर्खाहरू चाहिँ यहाँबाट पनि फेरि बिदा गयो। मङ्गल देश नै जानु भनेर जाँदा जाँदा बिचरा अहिले त कति दिन लाग्छ नपुग्दाखेरि भारतको अरबमा हाम्रो पुर्खाहरू रोकियो। कसैले भन्छ नि अब भारत त संसारको नाइटो भन्छ। यहाँ रोकिएर हाम्रो पुर्खाहरू त्यो 8 जना रोकिएपछि त्यहाँ चाहिँ बसोबास गर्नु थाल्यो। अब सृष्टि जमाउनु थाल्यो। हाम्रो बाजे बजुहरूले अब सृष्टि जमाउनु उनीहरूको अब ऊ गयो अनि जमाउनु सक्ने भएन। अनि 3 जना छोराले सृष्टि जमाउनु थाल्यो। जमाउनु थालेपछि त्यो कोही समय पुर्खाले भन्छ नि हाम्रो पालाटीसम्म हेर्नु पायो भने स्वर्ग गइन्छ रे। हो त्यहाँ चाहिँ हाम्रो पुर्खाले त्यहाँ हाम्रो बाजेले बस्दा बस्दा उसको छोराहरू बुहारीहरू पहिलाको सृष्टिबाट लगेको 2-2 छ। त्यो जुगमा 2 जना बढीमा 3 जना जन्माउँथ्यो अरे। अनि 3-4 वर्षमा त्यो पनि। अनि त्यसरी चाहिँ त्यहाँ 2-2 जना जन्माए हाम्रो बाउहरूले गर्दा उसको नातिहरू 6 भाइ भए। 2-2 जना जन्माए। अनि त्यो 6 भाइले अब के गर्ने, ठुलो भए, सृष्टि जमाउनु खोजे। तर सृष्टि जमाउनु खोजे, अरू संसारमा मान्छे छैन। अनि चुला छुटायो। जेठा माइला कान्छा यिनीहरू नाम छुटाएर त्यहाँबाट जेठाको हार फोडा जे दुध फोडा त्यहीँबाट भारतको अरबबाट भएको हामी। त्यहाँबाट चाहिँ उसको अब नातिहरू 6 भाइ भए। 6 भाइले अब त्यहीँ जेठाको सन्तान छुटाइदियो। चुला छुटाइदिएपछि जेठाको सन्तान माइला लिने भयो, माइलाको सन्तान कान्छाले लिने भयो। त्यहाँदेखि उनीहरूले हातफोडा त्याग गरेर हाम्रो पुर्खाहरूले त्यहाँदेखि उसको नातिहरूले फेरि 2-2 जना छोरा जन्माउँदाखेरि कतिजना भयो भन्दाखेरि 6 को 12 भए। हो त्यही हो 12 बासामा। त्यहाँदेखि फाल्टो भएको छैन। 12 बासा भनेको नै त्यही हाम्रो एउटा पुर्खाको यहाँ बाँचेको पुर्खाको सन्तानहरू। अनि त्यहाँबाट चाहिँ अब 12 भाइ उसको नातिहरू भएपछि यो संसार अहिले उज्यालो भएको अन्धारो भएको सबै पृथ्वी उसको पालातीहरूलाई उहिले अंश लगाइदियो। अंश लाउँदा सबै 11 जना हाम्रो बाबाहरू नेपाल भारत बाहिर गए छुटेर। एक भाइ हाम्रो भारतमा अरबमा रह्यो जेठा। जेठा रहेकोले कतिजना सन्तान जन्मायो भनेर फेरि हामीले सोधिन्छ। आफ्ना अंशसँग हाम्रो भूमिसँग हाम्रो बाउ भएपछि भूमिसँग अंश हुन्छ। मान्छे मात्रै होइन नि, भूमिसँग अंश हुँदाखेरि 11 जना हाम्रो बाजेहरू नेपाल भारत बाहिर गए। एक भाइ जेठा अरबमा रह्यो। एक भाइ जेठाले अब यत्रो ठुलो नेपाल भारत एउटाको सन्तान हो। त्यही भएर नेपालमा राजा हुँदैन भने भारतमा हुनसक्छ, भारतमा हुँदैन भने नेपालमा हुनुहोस्। हामी दाजुभाइ हो हाम्रो। अनि त्यत्रो अरू देशले आफ्ना जिउ माया मारेर किन भारतलाई चाहिँ संरक्षण गरिरहेको नेपालले? तर हामी त इतिहासमा दाजुभाइ हो नि, हाम्रो अंश हो। अनि त्यो जेठाले 3 भाइ फेरि हाम्रो बाजेहरू जन्माए। 3 भाइ जन्माएपछि एक भाइ मूल घरमै रहने भयो। माइला र कान्छा छुट्ने भयो, छुटायो। माइलाको जेठाको सन्तान हामी भन्दै जाउँ। जेठाको सन्तान मणिपुरिया, बङ्गाली, मद्रासी अनि
खसिया अघि तपाईँहरूलाई कुनबाट छुट्यो भनेर तपाईँहरूको थर सोधे नि खसहरू छुट्टै भन्छ होइन हामी खसियान राज्य नै छ भारतमा तपाईँहरू जेठा गरे त्यहीँबाट बसाइ गएको श्रीलङ्काको तामिल टाइगरहरू जेठा गरे सन्तान हुन् अनि माइला कहाँ गएर छुटे माइला चारू नागाहेलमा आएर छुटे माइला गरे नागाहरूको सन्तान डुक्पा देखियो त डुक्पा माम्पा मिन्जी डाफ्ला मिरी मिक्समी आँखा आप्परहरू माइला गरे हुन् हामी नेपालमा बस्ने कान्छो पारुको सन्तान भन्छ अहिले नानीहरू नाच्छ ए सोम्नीमा पारुआङ भन्छ बिचरा त्यो अक्षरमा लेखेको र गीतबाट मात्रै तर बिचराहरू कहाँ घर थियो पारु को हो भन्ने नै थाहा थिएन तर हामी पारुको सन्तान पारु कान्छा चाहिँ पारु कहाँ आएर उसले घर बाहिर नआयो भने विराटनगर अनि कोहीले भन्छ नि वीर राजा बस्ने ठाउँ रे विराटनगर पुर्खाले त्यसो भन्थ्यो र मैले छेत्री बाहुनहरूले त्यसो भनेर मैले सोताङतिर गएर सोधेँ के भएर वीर भयो भने खोइ को नि तर कान्छो चाहिँ संसार ढल्दाखेरि बाँच्ने हाम्रो मूल घर चाहिँ बार्दै ल्याउँदा कान्छाको अंशमा पर्यो अनि कान्छाले फेरि कतिजना जन्मायो भन्दा कान्छाले एकलव्य यलम्बर किराँत नाम थर दफनिङ भन्छ हाम्रो 3 मात्रै हाम्रो टुङ्गिन्छ हाम्रो नाम त्यसरी एक भाइ एकले जन्माएको हुनाले उसको नामै यलम्बर एकलव्य अनि त्यही हो अनि नेपालको अनि उसले फेरि त्यो यलम्बर एकले कतिजना जन्माएछ फेरि त सृष्टिजन उसले 8 भाइ अब नेपाल 8 टुक्रा गर्नु पर्यो 1 टुक्रा सिक्किम दार्जिलिङ लाप्चरङ्गम 1 टुक्रा हामी लिम्बू खम्बू 2 भयो त्यो 2 जनमा 1 टुक्रा ताङको सन्तान सिन्धुपाल्चोक काभ्रे पालाञ्चोक तिमल ताङको सन्तान तामाङ हुन् 1 टुक्रा गरुप्पाको सन्तान काठमाडौँदेखि उता गोर्खा राज्य भन्ने नै गरुप्पाको सन्तान हुनाले गुरुङ हुन्छ 4 भयो अनि उता सुदूरपश्चिम माङपाको सन्तान मगर भन्छ 5 हुन्छ तराईमा हाम्रो दाजुभाइ 3 भाइ छ अब जो भए पनि मेचे कचेले 6 थारू दिमलले 7 चेपाङले 8 भाइ अहिले हामीले 8 माग्नु पर्ने 18 राज्य माग्नु पर्ने थियो नि किन मागिएन भन्दा जङ्गबहादुर राणाले चाहिँ ब्रिटिससँग एउटा सोद्धाखेरि एउटा भैँसीको छालाले भन्छ जे होस् उनीहरूलाई थाहा हुन्छ जे भए पनि दिएकै हो यसले जङ्गबहादुर राणाले दिएकै हो अनि त्यही कारणले उता पनि पहिला हाम्रो यहीँबाट पवन चामलिङ गएर हरेक गरेर दुःख गरेर अहिले नेपालकै हो भन्ने सबैलाई भन्नु लाग्यो र अहिले उता पहिल्यै साकार भएको हुनाले अहिले हामी यता 7वटा राज्य मागेको हो त्यो कुरा गर्दाखेरि साथीभाइले एउटा प्रान्त त ठेक्नु नसकेको बेलामा 7वटा प्रान्त सपनाको कुरा भन्थ्यो काम गरेर खाने हो नि मजाले दसैँ खसी पाले जस्तो पालेर भने त केले पुग्ने हो काम गरेर अहिले बिस्तार अब 7वटा प्रान्त नै हामी हुँदैछ तर हामी मिलौँ यसरी सबैसँग मिलेर चाहिँ हामी सबै एउटै पर छौँ बित्थाउमा त फलाना धर्म अहिले यता क्रिस्चियन पनि थुप्रै भएर बाजी राखेको उता बुद्ध पनि थुप्रै भएर बाजी राखेको यता किराँतीहरू पनि त्यो चाहिँ बित्थाको कुरा हो नानी हो हामी सबै एउटै कहिले भयो यो हाम्रो दर्ता भएको 1900 सालमा अरे 1900 सालदेखि पो 13 मित्र शेर्पा सरकारले सुरु भयो त्योभन्दा अगाडि त जसले गर्नु सक्यो आनन्द खाए जसले मेरो तेरो छैन बाँध्नु ओर्नु छैन एउटा सत्यतामा हाम्रो यो भूमि
टेक्दै भगवानको छारी हामी भित्र बस्दै हामी काम गरेको। तर पछि अब सत्य आइसक्यो। त्यही कारणले अब हामी छटपष्ट भएर होइन, सबै गोलबन्द भएर हामी एकजुट भएर अब हाम्रो नेताहरू कराउँदै कराउँदै गर्नुहुन्छ, कराइरहोस् उसको। हामी जनता चाहिँ यसरी बिस्तार 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 एकजुट भएर मात्रै हाम्रो विकास हुन्छ। लडाइँ गरेर झगडा गरेर कहिल्यै विकास हुँदैन, शान्ति आउँदैन। हामी त्यही भन्छौँ हाम्रो। अनि हाम्रो नेताहरू पनि बिस्तार बिस्तार उनीहरूको कानमा चाहिँ ओहो अब नहुने रहेछ झगडा गरेर। हाम्रो नेपालमा त सोचिसक्यो अब नहुने रहेछ भनेर, थाहा भइसक्यो। पहिला अमेरिका सत्यजु कली आउँदाखेरि अमेरिकामा आएको हो, अमेरिकाले ध्वस्त गरे। अहिले हरेक बोल गर्दा पनि अहिले त अब पाकिस्तान र हिन्दुस्तानको झगडा तल अहिले हुँदैछ। बाबा नबाजौँ है, अब त नबाजौँ, बाजेर हुँदैन भन्नु थाल्यो नि अमेरिकाले पनि। बुझ्दैछ नि अब बिस्तार बिस्तार बुझ्छ। हाम्रो इतिहास हेर्नुपर्छ। इतिहास छैन भने, आफ्नो भूमि छैन भने हामी अर्काको काम मात्रै गरेर। मैले भोटाङतिर पनि म पनि गएको साथीभाइहरूलाई, पछि त यो काम सकेपछि त खेद्छ हो अर्काको अंशमा भनेको मेरै दाजुभाइहरूले। काम हामी त भोटानिस भइसक्यौँ, तपाईँहरू नयाँ देखेर होला खेद्दैन भन्थ्यो। स्वर सार खेदी पठायो शरणार्थी। धरानको खोलाइभरि कति कहाँ कहाँ गयो, कहाँ बिचरा अरूले लग्यो। अमेरिकाले पनि उसको काम भइन्जेल पोहोरपरारसम्म त दुनियाँको सन्तान त्यहाँ आफ्नै बनाएर राख्यो। यसपालिदेखि त खेद्नु थाल्यो नि त। अस्ति नै 20,000 खेदे, अब कति खेद्छ कति खेद्छ। अर्काको अंशमा हामी भर पर्नु हुँदैन। आफ्नो अंशमा जे छ दुःख सुख गरेर हाम्रै भूमिमा नै दुःख गरे पनि यहाँ के छैन र। खोला नाला छ, जति बिजुली उत्पादन गरे भने संसार बेचेरै खानु सकिँदैन। यत्रो पहाड ढुङ्गामा सुन चाँदी हिरा मोती सबै 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 काँस ताँब सबै ढुङ्गाबाट आउने हो। मोती चाहिँ तल समुद्रमा पाइन्छ भन्छ। त्यही ढुङ्गा खिँदै 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 गएर मोती पनि हामीले पाइन्छ भने हामी काम गर्नु यो कलिले आलसे बनाएको हो। मैले मेरो तान बन्या मैले काठमाडौँ त्रिपेश्वरबाट 40 सालमा ल्याएर हराइसकेको बनाउनु लायो। म आफूले नसके पनि आफूले पनि बुन्दैछु त्यहाँ पनि। अब अरू गाउँभरि नै अलिअलि बुन्छ, धागो तान्छ, केही अब आफ्नो इलिम हामीले बचाइराखेको छौँ। अरू ठाउँमा अब नबचाए पनि। त्यही भएर हामी तपाईँहरू यसरी आउनुहुन्छ। म अब यसरी भोलि हामी त यो अब माटो र पानी र हावाबाट भएको यो बोलिराखेको हाम्रो हावा हो। अनि जति खाइन्छ रोग बिर्छ यही माटो हो। एक दिनमा माटै भएर हामी हिँड्नुपर्छ, माटैमा मिल्नुपर्छ। तर पनि हाम्रो हावा चाहिँ बोलिराखेको हावा चाहिँ रहिरहन्छ।